अतिथि कमरेड केपी शर्मा ओली। बागलुङ जिल्लावासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैमा हार्दिक अभिवादन, नमस्कार। यस कार्यक्रमका अध्यक्ष महोदय, मञ्चमा आसीन नेतागण, कलाकार साथीहरू, सञ्चारकर्मी मित्रहरू, पार्टीका विभिन्न तहका साथीहरू, प्रतिनिधिको रूपमा सम्मेलनमा आउनुभएका साथीहरू र यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, साथै रेडियो टेलिभिजन आदिबाट प्रत्यक्ष प्रसारण सुनिरहनुभएका दाजुभाइ दिदीबहिनीहरू सबै, आज नेकपा एमाले बागलुङ जिल्लाको 8औं अधिवेशनको यहाँ उद्घाटन भएको छ। यस अधिवेशनबाट एमाले बागलुङले एउटा नयाँ इतिहासको रचनाको बाटो तय गर्नेछ। यसले बागलुङलाई राष्ट्रवादको पक्षमा, देशभक्तिको पक्षमा, राष्ट्रिय एकताको पक्षमा, सामाजिक न्याय र समानताको पक्षमा, लोकतन्त्रको पक्षमा र हाम्रा समृद्धि प्राप्त गर्ने चाहनाहरूको पक्षमा उभ्याउने कुरामा नेतृत्व गर्नका लागि आफूलाई सक्षम राख्नेछ भन्ने मैले विश्वास लिएको छु। त्यसै अनुसार म शुभकामना भन्न चाहन्छु मेरो तर्फबाट, सिंगै नेकपा एमालेको तर्फबाट र देशका सबै न्यायप्रेमी देशभक्त जनताहरूको तर्फबाट शुभकामना छ। यो अधिवेशन सफल रहोस्। जीवनजीले भर्खरै गीत गाउनुभयो। मधेसी, पहाडी, हिमालका हिमाली, सयौं जाति जनजाति हामी सबै नेपाली। यही कुरा बुझाउन साधारण कुरा छ, बुझ्न गाह्रो छैन, तर कतिपयलाई यही कुरा बुझाउन गाह्रो परेको छ। नेपालीहरूलाई अनेक ढङ्गले विभाजित गर्न खोजिरहेका छन्, नेपाललाई कमजोर पार्न खोजिरहेका छन्, नेपाललाई विकासको बाटोमा अगाडि जान नदिन खोजिरहेका छन्। आज जुन पार्टीको यस जिल्लामा अधिवेशन भइरहेको छ, मैले त्यस पार्टीको बारेमा धेरै भन्नु पर्ला जस्तो त लाग्दैन, तैपनि म संक्षिप्त मात्रै केही कुराहरू राख्न चाहन्छु। यो पार्टी जसले स्थापना कालदेखि, राणा शासनको समयदेखि लोकतान्त्रिक गणतन्त्रको पक्ष पोषण गर्यो, यसले संवैधानिक राजतन्त्रको मूल्य मान्यता होइन, जन्मसिद्ध श्रेष्ठताको आधारहीन, तर्कहीन त्यस्तो सिद्धान्त होइन, कुनै वैज्ञानिक आधार नभएको सिद्धान्त होइन, मानवीय मूल्य मान्यता, मानवीय महत्ता, मानवीय गरिमा, मानवीय अधिकार, मानवले प्राप्त गर्नुपर्ने अवसर, मानवका लागि सुरक्षा र सम्मानको अवस्था, सामाजिक न्याय र समानतामा आधारित सम्मानको अवस्था, त्यो हुनुपर्छ भनेर यस पार्टीले पहिलोपल्ट भन्यो। वर्णाश्रम व्यवस्था थियो नेपालमा, शासकहरूले त्यो वर्णाश्रम व्यवस्था मार्फत शासन गरेका थिए, त्यसलाई अन्त्य गर्नुपर्छ र समतामूलक समाज स्थापना गर्नुपर्छ यस पार्टीले भन्यो। यस पार्टीले सामाजिक न्याय र समानतासँगै लोकतन्त्रका मूल्य मान्यताहरू, त्यसको पक्षमा गणतन्त्रात्मक प्रणाली, जनताको शासन व्यवस्था, जनताका निम्ति काम गर्ने
त्यस्तो शासन प्रणालीको यसले पछि पोषण गर्यो। यसले सगरमाथादेखि केचना कमलसम्म विश्वको सर्वोच्च शिखरदेखि समुद्र सतहभन्दा केही मिटर मात्रै अग्लो रहेको बसोबास गर्ने यो विविधता युक्त भूगोलमा प्राकृतिक हिसाबले, वनस्पतीय हिसाबले, जैविक हिसाबले विविधता छ, त्यसै गरी सामाजिक विविधता छ, जातीय विविधता छ, भाषिक विविधता छ। हामी 125 जात जाति, 125 जसो भाषाभाषी छौँ हामी, र हामी यी विविधताहरूलाई हाम्रो सम्पन्नता, हाम्रो समृद्धि मान्दछौँ, हाम्रो सुन्दरता मान्दछौँ, र यसलाई हामीले एउटा सुन्दर सयौं थुङ्गा फुलका हामीले राष्ट्रिय गान गायौँ। सयौं थुङ्गा फुलका हामी एउटै माला भएर बसेका छौँ नेपाली। त्यो भावना उहिले नै स्थापना कालदेखि यस पार्टीले भन्दै आयो र राष्ट्रिय एकतालाई यसले जोड दिँदै आयो। समृद्धिको पक्षमा नेपाल यस्तो देश छ, यति सुन्दर देश छ, सुन्दर मात्रै होइन यो यति उर्वर छ, यो गरिब हुनै नसक्ने देश। दुर्भाग्य यसलाई गरिब बनाइयो। नेपाल गरिब हुन सक्ने देश होइन, बलजफ्ती बनाइयो। नेपाली गरिब हुन सक्ने होइनन्, बलजफ्ती बनाइयो। नेपाली अनपढ अशिक्षित हुन सक्ने मानिस होइनन्, यी विद्वान पुर्खाका सन्तान। जति बेला दुनियाँ अन्धकारमा थियो त्यस बेला यहाँ चेतनाको ज्योति बलेको थियो। हाम्रा पुर्खाहरू ग्रह नक्षत्रको गणना गर्थे, ताराहरू कहाँ छन्, नक्षत्रहरू कहाँ छन्, तिनको अवस्थिति कस्तो छ, त्यसको प्रभाव के छ, त्यसको विश्लेषण गर्थे। हाम्रा पुर्खाहरू आयुर्वेद विज्ञान, औषधि विज्ञान, उपचार विज्ञान, दुनियाँले कतै अत्तो पत्तो नपाउँदा यहाँ ती विज्ञानहरू विकसित भएका थिए। कुन बिरुवाको जरो कुन रोगका लागि औषधि हुन्छ, कुन बिरुवाको पात, कुनको बोक्रो, कसको फल, कसको फुल, केमा उपचार हुन्छ भन्ने हाम्रा पुर्खाहरूले हजारौं वर्षका अभ्यासबाट पत्ता लगाएका थिए। दुनियाँमा अक्षर आविष्कार नहुँदा हाम्रा पुर्खाहरू विद्वताको स्थितिमा थिए, तर दुर्भाग्यवश केही शताब्दी यता हामीलाई पछाडि पारियो। यस पार्टीले स्थापना कालदेखि ती कुराहरूलाई अब मान्न सकिँदैन, अब नेपाललाई गरिबै राख्न सकिँदैन भनेर अगाडि बढायो। तर यहाँलाई थाहा छ, नेपालमा नराम्रो काम गरेर सरकार हट्ने होइन, राम्रो काम गर्यो भने हट्छ, किनभने सबै थर्कमान हुन्छ। देशी विदेशीहरू थर्कमान हुन्छन्। अहिले पनि मलाई आरोप छ, पार्टीहरूको नेताहरूको मिटिङ हुँदा म सोध्छु उहाँहरूलाई, मलाई किन सरकारबाट हटाएको अरे तपाईँहरूले? म उहाँहरूलाई सोध्छु, सिध्याउन आँटेपछि के गर्ने, खत्तम पार्न आँटेपछि के गर्ने? अलिक समय बस्न दिने हो भने यसै पनि बुढाबुढीको भोट अरूलाई जाँदै नजाने भयो, सबै बुढाबुढीको भोट पनि तानिदियो। बुढाबुढीलाई के भोकै मर्न दिने? महिनामा 2000 कमसेकम साथमा पुग्यो भने सम्मान भयो। यो धरती बनाउन, यो देश बनाउन, यसलाई समृद्ध बनाउन, यहाँका बाटा बनाउन, यहाँका घर बनाउन, यहाँका स्कुल बनाउन, यहाँका विद्यालय, यहाँका कलेज, यहाँका अस्पताल बनाउन जे गर्न हाम्रा पूर्वजहरूले नै काम गरेका छन्। हाम्रा हजुरबा हजुरआमाहरू, बा आमाहरूले काम गरेका छन् भने हामीले सम्मान गर्न परेन? त्यो सम्मान गर्दा हामी रेल पनि ल्याउँछु भनेको छ, सुरु गरेको छ। पूर्व पश्चिम रेल पनि चलाउँछु भनेको छ, चीनतिरको बाटो खोलिसकेको छ, चीनतिरबाट पनि समुद्रमा जाने भएको छ। यो त उदुमै हुने भयो। नेपालमै पेट्रोलियमको अन्वेषण गरेर पेट्रोल खानी निकालेको छ। नवलपरासीमा फलाम खानी पत्ता लगाएर फलाम उत्पादन नेपालमै गर्ने। यही
तनहुको ढोर छोड्दैमा फलाम र तामा खाने छ। मैले अस्ति गएर हेरेँ 100 वर्ष अगाडि जसो नै त्यहाँको फलाम निकालेर आरनमा कुटेर झोलुङ्गे पुल बनाएको रहेछ। त्यहाँका जनता 100 वर्ष अगाडि आरनमा कुटेर झोलुङ्गे पुल बनाएको छ। फलामको पहाड छँदैछ, सरकारहरू कानमा तेल हालेर घर निकालेर त्यो निकाल्न थालेपछि राजनीतिक पार्टीहरू आत्तिए। किन हट्न पर्यो सरकारबाट भन्दा नराम्रो काम गरेर होइन, राम्रो काम गरेर। मैले बडा खुसीका साथ, तपाईहरुले टेलिभिजनमा पनि हेर्नुभयो होला, मैले राजीनामा खुसीका साथ दिएँ। नेकपा एमाले सरकारबाट एकछिनमा हट्दैमा यसलाई कसले हटाउन सक्दो रहेछ त्यो हेरौँ न त भनेर परीक्षणै गरे हो। मैले राजीनामा गरेँ, तर नेकपा एमालेलाई कसैले रोक्न सक्दैन। किन रोक्न सक्दैन भने एमालेलाई रोक्ने हो भने विकास रोकिन्छ, एमालेलाई रोक्ने हो भने परिवर्तन रोकिन्छ। मध्य पहाडी राजमार्गलाई हामीले 2 लेनको गरेर 2तिरबाट 4 लेनको बनाउने भनेका छौँ। त्यो काम एमाले बाहेक अरू कसैसँग त्यो काम गर्ने हुती छ, क्षमता छ? एमाले बाहेक मध्य पहाडी राजमार्ग कसैले सोचेको? पूर्व पश्चिम फैलिएको बागलुङ जिल्ला बिचैबिचबाट मध्य पहाडी राजमार्ग गएको छ, यसले विकासमा ठुलो काम गरेको छ। त्यो त एमालेले गर्ने हो। पहिले यहाँ आउनुभन्दा अगाडि म ढोरपाटन पुगेर आएँ, पर्यटकीय सम्भावनाहरू हेरेर आएँ। असाधारण पर्यटकीय सम्भावनाहरू छन्। बुर्तिवाङदेखि ढोरपाटनसम्मको 35 किलोमिटरको बाटो, त्यसलाई चौडा गर्नुपर्ने, बिचमा पुलहरू बनाउनु पर्ने, ती आवश्यकताहरू मैले आफैले हेरेर म जाँदा म्याग्दीतिरबाट गएको थिएँ, आउँदाखेरि बुर्तिवाङ हुँदै त्यतापट्टिबाट आएँ। यो मध्य पहाडी राजमार्गलाई पनि हेरौँ र ढोरपाटन र बुर्तिवाङको बाटो पनि हेरौँ भनेर त्यो बाटैबाट म आएको थिएँ। मैले भनिरहनु पर्दैन, बागलुङसँग असाधारण विकासका सम्भावनाहरू छन्। पञ्चकोट भयो, ढोरपाटन भयो र यस्ता मैले भनिरहनु पर्दैन अनेक मठ मन्दिरहरू, अनेक पर्यटकीय स्थलहरू, अनेक प्रकारका प्राकृतिक मनोरमदेखि लिएर धेरै प्रकारका ऐतिहासिक ठाउँहरू र हामीले अरू विकास गर्दै पनि छौँ। यी कुराहरूलाई हामीले यहाँहरूलाई सम्झना होला। म यहाँ पञ्चकोटमा पनि त्यसको उद्घाटनमा पनि आएको थिएँ। मैले यहाँ के राख्न खोजिरहेको छु भने नेकपा एमाले अरू केही उद्देश्य होइन, राजनीतिलाई सम्भावनाको खेल एमाले मान्दैन। राजनीति भनेको देश बनाउने एउटा विधि हो। राजनीति भनेको जनताको सेवा गर्ने माध्यम हो। नेकपा एमाले भनेको पनि देश बनाउने, देश बचाउने, देश बनाउने, जनताको सुख समृद्धिका लागि काम गर्ने यो पार्टी। जनतालाई हक अधिकार दिलाउने, अवसर दिलाउने, जनतालाई सुरक्षा दिलाउने र जनतालाई सम्मानित जीवन बाँच्न प्रेरित गर्ने त्यो अवसर उपलब्ध गराउने नेकपा एमालेका उद्देश्य। नेकपा एमाले कसैले अलिकति हिमाली भेगतिर गयो भने एमाले हिमाली भेग विरोधी छ भनेर हल्ला गर्छ। तराईतिर गयो भने तराई विरोधी छ भनेर हल्ला गर्छन्। पश्चिमतिर गयो भने पश्चिम विरोधी छ एमाले भन्छन्। जनजातिकोमा आयो भने जनजाति विरोधी छ भन्छन्। अलिकति हिन्दू खालका मान्छेहरू देखो भने हिन्दू धर्म विरोधी हो त नास्तिक पार्टी हो भनेर भन्छ। अलिक धर्मनिरपेक्षता हुनुपर्छ भन्ने अरू धर्म मान्ने हिन्दू बाहेकका अरू धर्मावलम्बीका पुग्यो भने यी त हिन्दूवादी हुन् भनेर हल्ला चलाउँछ अथवा भ्रम फिजाउँछ।
नेकपा एमालेका विरुद्ध कुनै यथार्थ आरोप छैन, हुन सक्दैन। एमाले यो नराम्रो गर्यो भन्ने आरोप हुन सक्दैन। एमाले नराम्रो रेकर्ड भएको छैन, माथि उठाउनु त। नराम्रो गर्यो भन्ने छैन, तपाईँहरूले सुन्नुभएको होला। तराईको सम्बन्धमा हल्ला चलाएका छन्। केपी ओलीले बिहार जाऊ भन्यो, यूपी जाऊ भन्यो हामीलाई। कहिले भनेछ? मैले त सुनेको छैन। केही पनि भन्ने ठाउँ नपाएपछि, केही भन्ने ठाउँ ननिस्किएपछि, आरोप लगाउने ठाउँ नभेटाएपछि बिहार जाऊ यूपी जाऊ भन्यो। त्यही हल्ला लिएर गएको छ। एउटा शब्द गलत ढङ्गले प्रयोग गर्ने र हल्ला लिएर जाने। मधेस विरोधी हो एमाले भन्ने। अहिलेसम्म 19 वर्षमा नबनेको हुलाकी राजमार्ग 4 अरब 10 करोड रुपियाँ छुट्याएर ठेक्का लगाएर बनाउन सुरु गरिएको छ। तराई विरोधी हो। त्यो हुलाकी राजमार्ग भनेको तराईको तल्लो भागबाट हेर्छ। पूर्व पश्चिम रेल तराईबाट चलाउने भनेर सर्वे गरिएको छ, बजेट छुट्याइएको छ। अनि त्यो रेल पूर्व पश्चिम चल्दा कहाँ हिमालका डाँडा डाँडाबाट जान्छ? तराईबाट जाने होइन। अनि पूर्व पश्चिम राजमार्गलाई 6 लेनको बनाउने भनेर विस्तार गर्ने भनेर बजेट छुट्याइएको छ र योजनामा पारिएको छ। त्यो राजमार्ग कहाँ छ? पहाडमा छ। पूर्व पश्चिम राजमार्ग त तराईमा छ, त्यसलाई चौडा गर्ने। अर्को राजमार्ग हामीले सुनसरीको चतराबाट हिटौडासम्म ल्याउने त्यो तराईमै छ। यस वर्ष मात्रै 20,000 घर बनाएर सरकारको तर्फबाट गरिबहरूलाई वितरण गर्ने त्यो योजना राखिएको छ। दलितका छोराछोरी, लोकोन्मुख जातिका छोराछोरीहरूलाई उच्च शिक्षासम्म निःशुल्क गरिदिने गरेको छ। अनि तराई विरोधी कहाँ हो? ज्येष्ठ नागरिक भत्ता के पहाडकालाई मात्रै दिने भनेको छ, तराईकालाई दिने भनेको छैन। तराईका खेतहरूमा 15 वर्षभित्र सबै स्रोतहरू प्रयोग गरेर 15 वर्षभित्र सिँचाइ गर्ने कुरो गरिएको छ। तर भन्ने ठाउँ बोल्ने ठाउँ केही छैन। त्यसकारण भ्रम फिजाउने, अन्यल सिर्जना गर्ने, जनतालाई अल्मल्याउने, वर्ग ल्याउने ती खालका प्रयासहरू भइरहेका छन्। आज अलिकति जनता भ्रमभन्दा माथि उठेको छ। मैले धेरै भन्नु पर्ला जस्तो लाग्दैन। नेकपा एमालेका नीतिहरूसँग आज अरू पार्टीका साथीहरू पनि स्पष्ट हुनुहुन्छ। अरू पार्टीका साथीहरू जो यो मन्तव्य सुनेर अथवा रेडियो सुनेर वा टेलिभिजन हेरेर बसिरहनु भएको छ, जसले यी कुराहरू सुनिरहनु भएको छ, उहाँहरूलाई लागेको छ पार्टी त एमाले नै ठिक हो, नीति त एमालेकै ठिक हो, तर गर्ने के आफू अर्को पार्टीमा पर्यो। यो के म भन्न चाहन्छु, आज यस ठाउँमा धेरै साथीहरू एमालेमा प्रवेश गर्दै हुनुहुन्छ। प्रवेश गर्दै भनेको उहाँहरू गाउँबाटै, बजारबाटै, विभिन्न पेसा व्यवसायबाटै, विभिन्न जाति भाषा धर्म संस्कृति भएकै, विभिन्न पार्टीहरूमा, विभिन्न राजनीतिमा हिजो संलग्नता भएकै साथीहरू प्रवेश गर्दै हुनुहुन्छ। राजनीतिभन्दा एकदम पृथक साथीहरू प्रवेश गरिराखेको होइन। विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ। उहाँहरूको छनौट ठिक छ, म उहाँहरूलाई स्वागत गर्न चाहन्छु। धेरै धेरै स्वागत छ उहाँहरूलाई एमालेमा। एमाले पार्टी तपाईँहरूको पार्टी हो, त्यसकारण तपाईँहरूले छान्नु भएको ठिक हो। अहिलेसम्म अन्त अरूका पार्टीमा हुनुहुन्थ्यो, एमालेको पार्टीमा हुनुहोस्। एमाले पार्टीमा आएपछि तपाईँहरूले जालझेल गर्नु पर्दैन, झुट बोल्नु पर्दैन, बेइमानी गर्नु पर्दैन, टिकडम गर्नु पर्दैन, सफासँगले भने हुन्छ, साँचो कुरा बोले हुन्छ। अरूको पार्टीमा कस्तो छ? कुरा त राम्रो हो तर भन्न भएन, किनभने एमाले हामी यस देशको विकास गर्छौँ। यस देशका बालबालिकाहरूलाई पढाउने प्रबन्ध कसरी अझ प्रभावकारी ढङ्गले गर्न सकिन्छ, सर्वसुलभ शिक्षा, गुणस्तरीय शिक्षा कसरी बनाउन सकिन्छ, हाम्रो ध्यान छ। बालबालिकालाई सम्पूर्णलाई 100%लाई विद्यालय कसरी पुर्याउने,
त्यसमा हाम्रो चिन्ता छ। ढोरपाटनमा अघि म गएँ, ढोरपाटनमा मैले हेरेँ एउटा प्राथमिक विद्यालय मात्रै छ, त्यहाँबाट माध्यमिक विद्यालय पुग्नका लागि धेरै किलोमिटर हिँड्नुपर्छ, धेरै घन्टाको बाटो हिँड्नुपर्छ, जो बच्चा हिँड्न सक्दैन। त्यसकारण यसको प्रबन्ध कसरी गर्ने, यस्ता दुर्गम ठाउँहरूका प्रबन्धहरू कसरी गर्ने? तपाईँहरूलाई एउटा कुरा बताउँ, हल्ला चलाइएको छ तराईमा, घरका छेउमा स्कुल छन्, घर छेउमा मोटर बाटो छ, अस्पताल अलिकति परतिर छ। यहाँ ठगियौँ, हामी ठगियौँ, हामी दोस्रो दर्जाका नागरिक भयौँ, हामीलाई खत्तमै पारे भनेर ढोरपाटन आएर हेरे हुन्थ्यो नि, सकिन्छ। अनि पहाडले लुट्यो, ढोरपाटनले लुट्यो। एउटा प्रावि छ बल्ल, प्राविभन्दा माथि छोराछोरी पढाउने ठाउँ छैन, त्यो पहाडका जनताले भोगिराखेका छ, त्यो थाहा छैन, नेता हौँ भनेका छन्। अनि पहाडले ठग्यो लुट्यो भने यो त मैले एउटा दृष्टान्त भने। हे यो भन्दा चरम 18 ठाउँहरू छन् जहाँ नेपालीले भोगिरहेका छन्। यस देशमा मैले आफूले भन्ने कुरा भन्दा पनि वास्तवमा गत वर्ष यस देशले सरकार छ कि क्या हो भने जस्तो थाहा पायो। त्यसभन्दा अगाडि सरकार छ भन्ने कुरा बिजुलीको पैसा, पानीको पैसा, स्कुलको फिस तिर्दा थाहा पाउँथ्यो, जमिनको कर तिर्दा थाहा पाउँथ्यो। एमाले सरकारमा आयो भने हजुरआमा यो ज्येष्ठ नागरिक भत्ता आयो भनेर घरमा पुर्याउन आएपछि एमालेको सरकार आएछ क्या हो बाबु, भत्ता बढ्यो नि हजुरबा भनेपछि एमालेको सरकार आएछ क्या हो, भत्ता कसरी? एमालेको सरकार आयो। तपाईँको खेतमा पानी पुर्याउनु छ भने एमालेको सरकार चाहिन्छ, तपाईँको गाउँमा बाटो लानु छ भने एमालेको सरकार चाहिन्छ, तपाईँका खोलामा पुल हाल्नु छ भने एमालेको सरकार चाहिन्छ, तपाईँको ठाउँको विकास गर्नु छ भने एमालेको सरकार चाहिन्छ, यहाँ उद्योगहरूको स्थापना गर्नु छ भने एमालेको सरकार चाहिन्छ। र नेपाल विकास गर्न सक्छ, हामीसँग साधन स्रोतहरू छन्, तर सरकारले संयोजित भूमिका गरेन, सरकार जनताप्रति उत्तरदायी भएन। त्यसै कारण गत वर्ष मैले एउटा घोषणा गरेँ, धेरैलाई अचम्म लाग्यो। मैले भने हुन मन छ भने तपाईँहरू काम गर्नुहोस्, मेहनत गर्नुहोस्, भातै खाना मात्रै हो भने सरकारको तर्फबाट मैले खुवाउने जिम्मा लिन्छु। यो सरकार हो, सरकार भनेको त्यसको केही कर्तव्य हुन्छ, केही जिम्मेवारी हुन्छ। भात खुवाउने मात्रै काम त सरकारले गर्नुपर्छ र गर्छ। मैले गत वर्ष त्यो घोषणा गरेको थिएँ। तर भात मात्रै खाएर सुती भात खाएर हामी अगाडि जान सक्दैनौँ। त्यसकारण हामीले देश बनाउनु छ, समृद्ध बनाउनु छ, अगाडि बढाउनु छ। यसकारण हामीले काम गर्नुपर्छ। जसले काम गर्न सक्दैन, काम गर्न नसक्नेलाई भोकै पर्न दिनु हुँदैन सरकारले। किनभने जनताप्रति गैर जिम्मेवार, जनताको उत्तरदायित्व नलिने सरकार सरकारै होइन खासमा। त्यसकारण हामीले भनेका छौँ उत्तरदायी सरकार, हामीले भनेका छौँ लोक कल्याणकारी सरकार, हामीले भनेका छौँ सुरक्षा, सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने सरकार। सामाजिक सुरक्षा जनतालाई ग्यारेन्टी गरिनुपर्छ, जनताको जीवधनको रक्षा गरिनुपर्छ। अब हामीले संविधान बनाइसक्यौँ, हामीले संविधान बनायौँ गत वर्ष 18 का बीचमा बनायौँ। त्यो संविधान कार्यान्वयन गर्नुपर्नेछ, कार्यान्वयन गर्नका लागि चुनाव गराउनु पर्नेछ। यो सरकार हेर्नुहोस् त कठैगरी गराउनु पर्ने चुनाव छ, उसले लगेर उहाँ संविधान संशोधन, संसदमा संविधान संशोधन हालिदिएछ। संविधान संशोधनको जुन प्रस्ताव छ त्यसको यो चुनावसँग कुनै सम्बन्ध छैन, कुनै सरोकार छैन। चुनाव हुने नहुने त्यसको कुनै अर्थै छैन, त्यसको सम्बन्धै छैन। कुनै त्यो 4वटा धारामध्ये 4वटा जुन उसले संशोधन हालेको छ सरकारले, त्यसले चुनावसँग कुनै सरोकार राख्दैन, जानुपर्ने चुनावमा छ। यो सरकार रूपान्तरित व्यवस्थापिका संसद, त्यसको काम भनेको कानुन निर्माण गर्ने र चुनाव गराउनका लागि, संक्रमणकाल टुङ्ग्याउनका लागि चुनाव गराउने सरकार। यो संसदको काम थियो र यो सरकारको काम थियो।
जानुपर्ने एकातिर छ, तर सरकार लागेको छ अर्कैतिर। सरकार किन लागेको छ भने यो न नेपालीले बनाएको सरकार हो, न नेपालीका बारेमा यसलाई मतलब छ। अरूले बनाएको अरू कुरा हो। तपाईँहरूले सुन्नुभएको छ प्रधानमन्त्रीजी आजकल निकै कडा बोल्दै हुनुहुन्छ, निकै कडा। अलिक जथाभावी नै बोलिराख्नु भएको छ। अस्ति एउटा बैठकमा मैले भने कतिपय साथीहरूले, कतिपय व्यक्तिहरूले भन्नुभयो प्रधानमन्त्री अलिकति भएन नि, बढ्दै बोलेको छ। के गरेर हिँडेको मान्छेले यति बोलेको कुन सा ठुलो कत्रो के उत्पात मचाएर हिँडेको मान्छेलाई यो त बोलेकै त छ। अहिले त के भएको छ? के गरे मान्छे तपाईँहरू आफै विचार गर्नु। त्यस्तो मान्छेले यतिको बोल्यो भने त यो त धेरै भने अलिक ठिकै छ, यतिकोसम्म त भइगयो भने। अर्थात् अहिलेको यो सरकार, म यो सरकारलाई भन्न चाहन्छु, यो विचित्रको, अनौठो, उल्टो, नेपाली जनतालाई नचाहिएको, नमागेको नेपाली जनताले विरोध गरेको, नेपालको हितमा होइन अहितमा भएका कामहरूतर्फ अगाडि नबढ्नुहोस्। उहाँहरू अहिले पनि चुनाव गराउने बाटोमा जानुपर्ने, तर उहाँ सरलाई 72 कथाको मान्छेले 5 नम्बर प्रदेशको तराई र पहाड छुट्याउनु पर्छ भनेर माग्यो अरे। त्यहाँको मान्छेले होइन, त्यहाँ जनता उर्लिएको छ विरोधमा, हुँदैन छुट्याउन, हामी मिलेर बसेका छौँ। तराईको मधेसी, पहाडको पहाडी, हिमालको हिमाली, सयौं जाति जनजाति सबै हामी नेपाली मिलेर बसेका छौँ, नटुटाऊ। हामीलाई यो चाहिएको छैन, कसका लागि गर्दैछौँ? त्यहाँका मान्छे सोध्दैछन्। सुन्छु 72 कि सरलाईतिरको कसैले 90 भएन कि 90 भएन, 90 भएन कि 90 भएन। अनि त्यही कुरा गर्न सरकार लागि परेको छ। देशले मान्दैन, त्यहाँको जनताले मानेको छैन। मैले भनेको 72 सर्लाहीको जनताले पनि त्यो मान्दैन। त्यहाँका 1-2 जना मान्छेले त्यो भन्छन् रे। र नेपालको हित हुने गरी, नेपाललाई नोक्सान पर्ने गरी, नेपाली जनताको एकतालाई आघात पर्ने गरी यसरी यो संशोधन प्रस्ताव ल्याइएको छ। यो संशोधन प्रस्ताव अन्तिम होइन। योभन्दा अगाडि नेपाली कांग्रेसले दर्ता गरेको थियो संविधान जारी हुने बित्तिकै 2-3 दिनमा, 2-4 दिनमै जारी गरेको त्यो प्रस्ताव दर्ता गरेको थियो। यति भएपछि हुन्छ भनेर सबैले भनेपछि देशका विरुद्ध साह्रै बढ्ता नोक्सान गर्न नसक्ने भएको हुनाले हामीले भइगयो त भनेर त्यसलाई पारित गरिदियो। यो अन्तिम हो, यसपछि हुन्छ, त्यसपछि हामी चुनावमा जान्छौँ सबैले भने। त्यो भइसकेपछि त्यसका भोलिपल्ट फेरि जस्ताको तस्तै अर्को सुरु भयो। अहिले तपाईँहरूले सुन्नुभएको होला, सरकारमा बस्ने मान्छेहरू नै भनिरहेका छन् यो अहिले गर्ने, यति भएपछि अनि फेरि अर्को वितन्डा खडा गर्ने। किन यो गर्नु पर्यो सधैँ? अर्थात् नेपालमा शान्ति हुन नदिने, नेपाली जनतालाई आरामको निद्रा सुत्न नदिने, विकासको बाटोमा अगाडि बढ्न नदिने, अल्झाउने, समस्या खडा गरिरहने, अल्म ल्याइरहने र विकासलाई अवरोध गरिरहने। अब नेपाली जनतालाई गरिब बनाएर राख्न पाइँदैन। हामीले भनेका छौँ नेपाली जनता अब अधिकार सम्पन्न हुन्छन्, अवसर प्राप्त गर्छन्, गरेका छन्, त्यसलाई हामी व्यवहारिक रूप दिन्छौँ। अब सुरक्षा र सम्मान उत्तिकैका साथ सामाजिक न्याय समानताको बाटोबाट राष्ट्रिय एकता कायम गर्दै हामी समृद्धिको बाटोमा अगाडि बढ्छौँ। तसर्थ म आग्रह गर्न चाहन्छु एमालेको बारेमा दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले कसैले कुनै प्रकारको भ्रम राख्न पर्दैन। एमालेका नीति के होलान्, के गर्छ होला एमालेले, यसो गर्ला कि त्यसो गर्ला होइन। तपाईँ यसो मनमा सोच्नुहोस्, विचार गर्नुहोस्, यो गर्दा ठिक हुन्छ देशका लागि, त्यही हो एमालेको नीति। देशका लागि जे नीति ठिक हुन्छ, देशको भलो जे गर्दा हुन्छ, जनताको भलो जे गर्दा हुन्छ, यो देश मजबुत जे गर्दा हुन्छ,
यस देशको एकता जसरी मजबुत हुन्छ, यस देशलाई समृद्धिको बाटोमा जसरी लान सकिन्छ, यस देशका जनताको मुहारमा खुसी र मुस्कान जसरी ल्याउन सकिन्छ, त्यही बाटो एमालेको बाटो हो, त्यही नीति एमालेको नीति हो। ढुक्क हुनुहोस्। यो संशोधन प्रस्ताव, संविधान संशोधन पास गर्छ कि गर्दैन होला एमाले? तपाईँहरू कुनै भ्रममा नरहनु होला, कुनै हालतमा पास हुँदैन, हुन दिँदैन। किन हुन दिँदैन? यसकारण कि यो देशको हितमा छैन, अहितमा छ। यो नेपालीको माग होइन, अरू कसैको होला। नेपालीलाई चाहिएको छैन, कसलाई चाहिएको थाहा छैन, उहाँहरूलाई थाहा छ। अब त्यसो भएको हुनाले एमाले यसलाई पास गर्दैन, पास गर्न दिँदैन। हामीले स्पष्ट भनेका छौँ। एउटा भ्रम फेरि अहिले छर्ने गरिएको छ। आऊ न भोटमा आऊ, भोटमा आऊ। उहाँहरूलाई बेच्न राखेको सागसब्जी जस्तै लागेको छ सांसदहरू। किनिएलान्, यताउता गरौँला, त्यसलाई पास गरौँला भन्छ। नेकपा एमाले भोट हालेर देशको अस्तित्व समाप्त भएका उदाहरण देखाएको छ। आफ्नै आँखाले देखाएको छ। भोट हालिहालिकन राष्ट्रको अस्तित्व सिद्धिएको। एउटा हामीलाई उल्क्याउन सक्छ, आऊ न भोटमा आऊ भनेर। एउटा बलियो मान्छे छ, मजबुत मान्छे, एउटा दुब्लो पातलो, दुईटाको झगडा पर्यो। दुब्लाले अब के गर्ने? लाठी समाउनु पर्यो, लाठी समात्छ। बलियाले दुब्लालाई भन्छ लाठी समाउने कातर फ्याँकेर 1 to 1 आइज, 1 to 1। ऊ बलियो छ, बलियोले त किसकास पारिहाल्छ, निमनावट पारिहाल्छ। त्यसकारण दुब्लाले लाठी फ्याँक्दैन। किन फ्याँक्दैन भने लाठी फ्याँक्ने बित्तिकै के भन्छ भने दुब्लालाई थाहा छ। बलियाले किन भन्छ आइज आइज भनेर? लाठी फ्याँकेर सक्सेस भने आइज, मैदानमा खेलौँ, एक्लै खेलौँ, अनेक उल्क्याउँछ। उल्किनु परेको छैन। हामी राष्ट्रिय हितलाई तलमाथि पार्न चाहदैनौँ, त्यति थाहा छ। त्यसकारण यो सफल पनि हुँदैन, पास पनि हुँदैन, सिद्धि हो। हामीले केही कुरा स्पष्ट रूपमा भनेको यो कतिपय अवस्थामा संसद अवरोध गर्ने कुराहरू हुने गरेका थिए। यो प्रस्ताव र त्यो प्रस्ताव, यसो र उसो भनेर अनेक प्रकारका भ्रम फिजाउने प्रयासहरू भएका थिए। संसद अवरुद्ध गरिने गरेको थियो। तर अब यसपल्ट यो राष्ट्रियताको प्रश्न छ, यो संविधानको प्रश्न छ। संविधानले यो प्रादेशिक सभा नबनिकन सीमाङ्कन सम्बन्धी, सीमा सम्बन्धी विषय निर्णय हुन सक्दैन, फेरबदल हुन सक्दैन भनेर संविधानले व्यवस्था गरेको छ। संविधानको धारा 274 त्यसले स्पष्ट रूपमा व्यवस्था गरेको छ। संविधानमा निषेध गरिएको कुरा हामी जानी बुझिकन त्यसलाई कसैले जोर जुलुम गर्यो भन्दैमा गर्न दिँदैन। अरू कुराहरू म यहाँ भन्न चाहन्छु। अहिले 9वटा पार्टीहरू एक ठाउँमा उभिएर यसलाई विरोध गरिरहेका छन्। 22 गते हामी काठमाडौँमा सभा गर्दैछौँ। देशभरि एउटा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। म आग्रह गर्न चाहन्छु, अहिलेसम्म पनि विभिन्न ढङ्गले भ्रममा परेर विभिन्न पार्टीमा रहेका दाजुभाइ दिदीबहिनीहरू, यो भ्रमै हो। अरू पार्टी हेर्नुहोस् त एकपल्ट हो, माओवादीको कम्ती भएन देशमा। बोली नसक्नु। धेरै मान्छेले मैले बोल्दाखेरि भने मार्छन्, चुप लाग्नुहोस्, अलिक नबोल्नुहोस्, कम बोल्नुहोस्। धेरैले मलाई भने बेगबेगी यस्तो एमाले जस्तो पार्टी 33 सीटमा झर्ने, हेरिकन शान्तिपूर्ण ढङ्गले सबै कब्जा। गजब के भयो? कुनै पनि ठाउँमा 80% जसो भन्दा बढी भोट खस्दै यस्ता आम चुनावहरूमा गाउँघरमा। काठमाडौँ जस्ता सुगम ठाउँमा 80% पनि खसेन। तराईका सुगम ठाउँमा 80% खसेन। गोर्खामा 46,000 मतदाता, 49,000 कि कति भोट खस्यो। मलेसिया र अरबमा भएकाले मात्रै खसाएका होइनन्,
2 वर्ष अगाडि मरेर स्वर्ग गएकाले पनि खस्छ। कस्तो जमाना थियो माओवादीको, कति लोकप्रिय होला, एउटा जमाना त्यस्तो थियो। यो राजनीतिले होइन, आतंक नीतिले। म आग्रह गर्न चाहन्छु, अब अझै पनि कुनै भ्रममा पर्ने छ र? नेपाली कांग्रेसलाई मैले धेरैपल्ट भने, हिजो मात्रै पनि शेरबहादुर देउवाजीसँग भेट भएको थियो, मैले एउटा कार्यक्रममा भेट हुँदा भने एमाले कांग्रेस जस्ता शक्तिहरू मिलेरै लोकतन्त्र ल्याएका थिए। यसलाई बचाउन, संविधान बनाउन हामीले कांग्रेसको नेतृत्वलाई अगाडि सार्यौं। हामी अगाडि सारेनौं, कांग्रेसलाई अगाडि सारेर संविधान बनायौं। कार्यान्वयन गर्ने बेलामा सहमति अनुसार एमालेले नेतृत्व गर्ने भन्ने थियो। अलिक नराम्रो शब्द भन्नु भएन, राम्रो पार्दा इमानमा अलिकति अड्न सकेन भन्नु पर्यो, बेइमान गरेर त भन्नु भएन, नराम्रो जस्तो सुनिन्छ। इमानमा अड्न सकेन कांग्रेस, परिस्थिति बिग्रियो। नअड्दै अहिले त नेपाली कांग्रेसले यति बेला आएर माओवादीलाई नाम्लो लाएर काँधमा चढाएर बोकेर चुई कांग्रेस दामा हेर्नै फुर्सद छैन। नाम्लो लगाएर डाम बसिन्जेल, तालुमा डाम बसिन्जेल नाम्लो लाएर पुष्पकमल दाल बोकेर चुई जवाफ के दिन्छ कांग्रेसले मलाई थाहा छैन। यो भए माथि त प्रधानमन्त्री हुन पर्यो होला, मन्त्री हुन पर्यो होला, के गर्न पर्यो होला? यहाँ तपाईँलाई के गर्न परेको छ? यहाँ चाहिँ यो मध्य पहाडी राजमार्ग चौडा बनाउनु छ, छिटो पिच गर्नु छ, यहाँ ढोरपाटनसम्म बाटो मजाले पुर्याउनु पर्नेछ, यहाँ पञ्चकोटको विकास गर्नुपर्नेछ, यहाँ पर्यटनको विकास गर्नुपर्नेछ, यहाँ महिला बालबालिकाहरूको स्कुलको उन्नति गर्नु छ, अरू ठाउँमा स्कुल विद्यालयको उन्नति गर्नु छ, स्वास्थ्य चौकीहरू बनाउनु छ, स्वास्थ्यका निम्ति अस्पतालहरू बनाउनु पर्नेछ, उद्योगहरूको स्थापना गर्नुपर्नेछ, कृषिको आधुनिकीकरण गर्नुपर्नेछ। यी काम गर्नका लागि पुष्पकमलको भारी बोकेर हिँड्ने। म आग्रह गर्छु, अब अलमल नगरौँ। देशले एउटा कोल्टे फेर्ने समय आएको छ, कोल्टे फेर्ने समय आयो। अब देश अगाडि बढ्ने समय आयो। अब परम्परागत रूपमा चलेर हुँदैन। म आग्रह गर्न चाहन्छु सबै दाजुभाइ दिदीबहिनीहरूलाई, आजको आज त नरहिरहला, अर्को दिन प्रदेशको कार्यक्रम एमालेले गएर भन्नु पर्दैन, तपाईँ आफै कार्यालयमा गएर नाम लेखाइदिनुहोस्, हामी एमालेमा आउने भयौँ। कमिटी नै आए हुन्छ, जिल्ला कमिटी आउनुहोस्, क्षेत्रीय कमिटी, गाउँ कमिटी, के छ नगर कमिटी आउनुहोस्। हार्दिक आग्रह गर्छु, यहाँ आएर एमालेले जगर फलाउने होइन, तपाईँले समेत भएर सबै हामी मिलेर देश बनाउने हाम्रो अरू उद्देश्य छैन। यसका निम्ति म आग्रह गर्न चाहन्छु सबै दाजुभाइ दिदीबहिनीहरूलाई। कतिले भनेको सुनिन्छ, अब त्यसमा लागिहाल्यो भनेर। पूर्वतिर एउटा चलन हुन्छ, यतातिर कस्तो छ थाहा छैन। पूर्वतिर एउटा चलन के हुन्छ भने, मेला लाग्दाखेरि कहिले केटाहरू मेलामा सिन्दुर अलिकति यसो खल्तीमा हालेर लुसुक्क जान्छन्, अनि मन परेको केटी देखेपछि फर्स्ट हालिदिएर गुर्र भाग्छ। किन भाग्छन् भने उसको माइतीले भेट्टाएपछि त सोझाइहाल्छ, त्यस कारण भाग्छु। अब माइतीलाई आपत्ति भने सिन्दुर त हालिसक्यो, कसले हाल्यो, कहाँको केटो हुर्केर अनि चेली जिम्मा लाउनु पर्ने। आजको जमानामा कुनै पार्टीले हिजो तपाईँलाई झुक्क्याएर स्वास्थ्य सिन्दुर हालिदिएका भरमा अब तपाईँ त्यही पार्टीको पछाडि लुसु सबै देश बनाउन लाग्नु परेन। झुक्क्याएर हालेको सिन्दुर आजको जमानामा सदर हुन्छ? सदर हुँदैन आजको जमाना। त्यस्तालाई त मुद्दा लाग्छ। त्यसकारण म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू अब अलमलमा नपर्नुहोस्, नेकपा एमालेमा आउनुहोस्, देश बनाऊ। देश बनाउने बाहेक एमालेको अरू कुनै फरक उद्देश्य छैन।
धन कमाउन, उद्योग खोल्नुहोस्, व्यापार गर्नुहोस्, काम गर्नुहोस्, धन कमाउन एमालेमा नआउनु भयो हुन्छ, किनभने यहाँ भ्रष्टाचार र कमिसन तन्त्रको चान्स छ। नेताहरू देश हेर्नु पर्यो। नेता भएपछि कमिसन एजेन्ट होइन, नेताले नेता चाहिँ हुनु पर्यो। म भन्न चाहन्न कहाँ कस्तो छ के छ भन्ने। फास्ट ट्र्याकको कहानी तपाईँहरूले सुन्दा 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 बुझिसक्नुभएको होला। फास्ट ट्र्याक के अरू थुप्रै कुराहरू तपाईँहरूले सुनिसक्नु भएको छ। म दोहोऱ्याउन चाहन्छु। मेरो आग्रह छ, अब हामी अल्गोन बन्न पर्यो। नेकपा एमालेका साथीहरूलाई म भन्न चाहन्छु, जुनसुकै पार्टीका जुनसुकै तहका साथीहरूलाई पनि तपाईँहरू भन्नुहोस् गएर अब देश बनाऊ एमालेलाई। छरिएर देश बन्दैन, एकजुट भएर बनाऊ। अरू साथीहरूलाई पनि ल्याऊ। त्यसमा कुनै असहज मान्नुपर्ने कुनै कारण छैन। जे होस्, आज यहाँ अधिवेशन देश बनाउने अभिभारा बोकेको पार्टीको बागलुङ जिल्ला अधिवेशन उद्घाटन भएको छ र बागलुङ बनाउने काम चाहिँ यसले आयोजनाहरू, यसले आवश्यकताहरू, जनताका माग र चाहनाहरू केन्द्रसम्म पठाउनु पर्यो। केन्द्रबाट आएका बजेटको निगरानी गरेर विकासका कामहरूमा लगाउनु पर्यो। थप बजेटहरूका लागि हामीलाई भन्नु पर्यो। मैले गत वर्ष प्रधानमन्त्री हुँदा भनेको थिएँ, नेपालमा पैसाको कमी हुँदैन विकास गर्न। हामीसँग पैसा छैन भन्ने गीत मैले पनि धेरै सुने हो। तर म प्रधानमन्त्री हुँदा जुनसुकै देशले पनि भन्छ कति पैसा चाहियो, हामीसँग भएकै पैसा विकासको काममा खर्च हुन सकेका छैन। हामीले हाम्रा युवाहरूलाई तालिम दिने, बाहिर जानबाट यहीँ आकर्षित गरेर यहीँको काममा लगाउने, उनीहरू विदेश गएर विदेशमा त्यहाँको निर्माण गर्दैछन्। हाम्रो देशमा आफैले निर्माण गर्ने त्यो परिवेश सृजना गर्ने, हामीले अलिकति आकर्षणका कामहरू, पारिश्रमिकहरू दिने, त्यसो गऱ्यो भने उनीहरू देश बस्छन्, देश बनाउँछन्। यतापट्टि हामीले ध्यान दिन जरुरी छ। यस काममा बागलुङ पार्टीले महत्त्वपूर्ण काम गर्नेछ भन्ने मैले विश्वास गर्छु। यति बेला मान्छे हो, लोकतन्त्रमा अलिकति प्रतिस्पर्धा होलान्, के होलान्, स्वस्थ प्रतिस्पर्धाका कुराहरू होलान्। अस्वस्थ प्रतिस्पर्धा नगर्नुहोस्, आफ्नो स्वार्थलाई केन्द्रभागमा नराख्नुहोस्। पार्टीको अपमान हुने गरी, बेइज्जत हुने गरी, पार्टीलाई नोक्सान हुने गरी, पार्टीको महाअभियानमा तलमाथि पर्ने गरी कुनै काम नगर्नुहोस्। यो जिल्ला अधिवेशनले पनि त्यसै गरी अगाडि बढोस्, मेरो शुभकामना छ, आग्रह पनि छ। गुटबन्दी गर्नुपर्ने आवश्यकता छैन। आज केन्द्रमा केपी ओली अध्यक्ष छ जसले गुटबन्दी गर्दैन, गर्न दिँदैन। अनि गुटबन्दीको के काम? देश बनाउनलाई एमाले विचारमा स्पष्ट जनताको बहुदलीय दरबार बोकेर अगाडि बढ्छ। संगठन सुदृढ छ, यसको सही विचार छ, संगठन सुदृढ छ, व्यापक छ, जनव्यापी छ। अब यसलाई एकजुट भएर जनताका बीचमा लिएर जानुहोस्, जनतालाई सचेत सङ्गठित गर्नुहोस्, भ्रम र अन्यलहरूबाट मुक्त गर्नुहोस्। आजको एमालेको काम त्यो हो। अन्धविश्वास, पछौटेपन अन्त्य गर्नुहोस्, एमालेको काम त्यो। यी कामहरू यस अधिवेशनको सन्दर्भमा यहाँको एमालेले गर्नेछ भन्ने मैले विश्वास गर्छु। यहाँ आउँदा मलाई यसै पनि खुसी लागेको छ, यहाँहरूसँग फेरि भेटघाट हुने मौका मिल्यो। धेरै वर्ष अगाडि वीरबहादुर कता देखेँ थिएँ मैले, धेरै वर्ष अगाडि पोखरा जेलमा मसँग सँगै 39-40 सालमा टेकवीर धेरै वर्ष अगाडि 39-40 सालमा 30, 32, 33, 34 वर्ष भइसक्यो। टेकवीर नेपाली उहाँ र म सँगै जेलमा बसेका थियौँ। अहिले उहाँले सम्झिनै भएको रहेछ, मैले पनि सम्झिएको छु। यो टेकवीर नेपाली लगायतका साथीहरू, दुःख सुखका जेलमा बस्दाका साथीहरू, जेलभन्दा बाहिरका साथीहरू, धेरै साथीहरूसँग मेरो फेरि भेटघाट गाउँघरमै आएर गर्ने मौका मिल्यो। धेरै नै खुसी लागेको छ। टेकवीर यहाँ हुनुहुन्छ। जे होस्,
म खुसी व्यक्त गर्छु यहाँ आउँदा धेरै पार्टीको काम मात्रै होइन कि यो भेटघाट पनि एउटा आनन्द रमाइलो र हर्षको समय जस्तो मलाई लाग्छ। जे होस् म यहाँहरूका 18 दिनहरू गएका छन् उहाँ हो टेकदेश नेपाली जो 39-40 सालमा लगभग 42 सालसम्म हामी जेलमा सँगै बसेका थियौँ। उहाँको बुर्तिवाङ साइडमा मैले सुनेको थिएँ उहाँको बागलुङको पश्चिम भेगतिर उहाँको घर पर्छ, बुर्तिवाङको छेउछाउ भन्ने मैले सुनेको थिएँ। कुन ठाउँ? निसी गाविस पर्दो रहेछ। जे होस् मलाई खुसी लागेको छ र म खुसी व्यक्त गर्न चाहन्छु। यस अधिवेशनको फेरि एकपल्ट म सफलताको शुभकामना भन्न चाहन्छु। यहाँहरू सबैमा कुशल मङ्गल रहोस्, सबैको स्वास्थ्य राम्रो रहोस्। हामी देश विकासको एउटा महाअभियानमा एकजुट भएर अगाडि बढौँ, त्यही आग्रह गर्न चाहन्छु। मलाई पनि आमन्त्रण गर्नुभयो यस कार्यक्रममा आयोजक साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। यहाँ प्रवेशको पनि कार्यक्रम छ तर मलाई हिँडिहाल्नु पर्ने भएको हुनाले 1-2टा मात्रै प्रवेश सुरु गराएर म यहाँहरूसँग बिदा पनि हुनेछु। सबैमा धेरै धेरै शुभकामना। धन्यवाद।